बसेर आएका नेताहरू थिए नम्बर 1। नम्बर 2 चाहिँ त्यो करप्सन गरिसकेपछि जोगिनको लागि अनि आफ्नो संस्थाहरू प्रहरीमा पोलिटिसाइजेसन एउटा कारण त्यही हो। अब यस माथि छोडिदिनुहोस् आइजिपी, त्यो एसपी डिआइजीकै नियुक्तिमा पनि ठुलो ठुलो चलखेल पैसा नखाइकन नेताहरूमा नधाइकन राजनीतिक सामिप्यता स्थापित नगरिकन कोही पनि माथि जान नसक्ने कर्मचारी तन्त्र पुरै दलीयकरणको शिकार र संवैधानिक निकायहरू। मैले अस्ति 2-3 दिन अगाडि पनि बोलेको थिएँ काठमाडौँमा कि यो संवैधानिक निकायहरू चाहिँ यो नर्मल पोलिटिकल प्रोसेसबाट अलिकति सिल्ड गर्नुपर्छ भनेर त्यो 6 वर्षको कार्यकाल राखेको हो क्या, सो द्याट दे कुड ट्रान्सेन्ड नर्मल पोलिटिकल साइकल्स हैन। तर त्यहाँ पनि दलकै मान्छेहरू जान थाले र दलका नेताहरूलाई प्रोटेक्ट गर्नु भनेपछि एन्टी करप्सनको इन्भेस्टिगेट गर्नुपर्ने निकाय नै दलकै मान्छेहरू आयुक्तहरू त्यहाँ बसेका छन् भनेपछि उनीहरू प्रोटेक्टेड भए। प्रहरीले यसो सिआइबीहरू इन्भेस्टिगेसन गर्ने नगराउने तामेलीमा राख्ने लुकाउने हैन एभिडेन्स दायाँ बायाँ गर्नको लागि त्यहाँ आफ्नै मान्छेहरू लोयलिस्टहरू लाने गरेपछि यो देशमा चाहिँ एउटा पोलिटिकल यो करप्सनको एउटा माहौल अनि यसले यो यस्तो देशमा नि कसले लगानी गर्ने, कसले रोजगारी सिर्जना गर्ने, ढुकुटीको आकार कहिले बढ्ने अनि यही गरी खान सकिन्छ है, यही नेपालमै बसी बसी म चाहिँ $1 बिलियन कम्पनी चाहिँ म निकाल्न सक्छु भन्ने त्यस्तो खालको माहौल त नहुँदाखेरि अवसरको लागि पनि धेरै मान्छेहरू पलायन हुने भयो र पछिल्लो चरण धेरै मान्छेहरूलाई आफ्नो कोही नहुने हो भने त न्याय पनि नपाइने जस्तो भयो हैन। यस्तो जन्जाल छ यो लिगल एउटा चाहिँ रिगमरोल, त्यहाँ पहुँच नहुने हो र प्रभाव नहुने हो भने चाहिँ सडाउन सक्ने। अब फेरि रवि लामिछानेको कुरा गरे जस्तो हुन्छ, तर पछि प्रश्न आउला। त्यतिको हैसियत बनाएको मान्छेलाई पनि अहिले 5-5वटा जिल्लामा पर जिल्ला 3-3वटा मुद्दा 3 तहको अदालत। म्याथमेटिकली हिसाब गर्नुहोस् त 5 त्यहाँ 15 त्यहाँ 45वटा उल्झन छ क्या अहिले।